जय श्रीमन्नारायण। श्री वैष्णव युवा परिषद काठमाडौँ उपत्यका समिति द्वारा श्री गोदा वेणुगोपाल मन्दिर मैतीदेवी चोकमा आयोजित जनै पूर्णिमा विशेष जनै बनाउने प्रशिक्षण कार्यक्रममा जनै कसरी बनाउने वैदिक विधि परम्परा र महत्त्वका बारेमा विद्वतजनहरूबाट विस्तृत जानकारी लिनेछौँ। श्रीमती रामानुजाय नमः। जय श्रीमन्नारायण। आदरणीय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, सम्मानित पदाधिकारीज्यूहरू, उपस्थित सम्पूर्ण भक्त भागवतहरूमा श्री वैष्णव युवा परिषद काठमाडौँ उपत्यका समितिको उपाध्यक्ष भुवनचारी श्रीको शास्त्रीय दण्डवत गर्दै हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दै आजका युवा पुस्ताले यसको वास्तविक महत्त्व बुझ्दै आफ्नो हातले जनै बनाउन सिक्नु भनेको आफ्नो मौलिक संस्कृति र परम्पराप्रति सम्मान व्यक्त गर्नुका साथै यसको संरक्षण गर्ने जिम्मेवारी पनि स्वीकार यसपछि कार्यक्रमलाई अगाडि बढाउने क्रममा शरणं प्रपद्ये माता पिता युवतयस्तनया विभूति सर्वं यदेव नियमेन वदन्त्वयानाम् आद्यस्य जनः कुलपतिर्वकुलाभिरामं श्रीमद्तदङ्घ्रिवलं प्रणमामोऽधुना भूतं सरस्य महदाभयघटनां वर्तमान परिस्थिति चाहिँ बाहिरी कुरामा मात्रै आवरणमा मात्रै केन्द्रित भएको छ र हाम्रो आध्यात्मिक चेतना संस्कार हाम्रो परिवारमा धेरै कम भइसकेको छ र अर्को महत्त्वपूर्ण कुरा वही समितिले भनिबक्स्यो यज्ञोपवीत संस्कारको जुन यज्ञोपवीतको महत्त्व छ त्यो हामी जस्ता तुच्छ व्यक्तिले बताउन पनि सकिँदैन, त्यस्तो शब्द पनि छैन। त्यति महत्त्वपूर्ण र त्यति गहन विषय हो यज्ञोपवीत। यो हाम्रो स्वामीले मर्जी भयो षोडश संस्कारमध्येको एउटा द्विजत्व प्राप्त गर्ने, हामीलाई मानव बनाउने, केवल मानवलाई मानव बनाउने, ब्रह्मत्व प्रदान गर्ने, ज्ञान शक्ति बल ऐश्वर्य वीर्य तेज बढाउने थालेर आफूलाई परिपक्व भएको हो, म चाहिँ मेच्योर्ड हुँदैछु अथवा म परिपक्व हुँदैछु, व्यवहारमा परिपक्व हुँदैछु, अरू हरेक कुरामा परिपक्व हुँदैछु भनेर एउटा बाँध्ने जुन शक्ति हो त्यो शक्ति चाहिँ हाम्रो यज्ञोपवीत जनैमा रहन्छ। यसको ठुलो मर्यादा राख्न सक्यो भने आफ्नो जीवन पनि एकदम सफल हुन्छ। यसको आधारमा बसेर हामीले गर्नुहुने काम गर्न नहुने कामलाई छुट्याउँदाखेरि पनि जनै लगाएको मान्छेले हो यसो गर्यो भने मैले यो जनै लगाएको छ यसो गर्न हुँदैन भनेर भन्थ्यो भने उसको जीवन आफै सुध्रिन्छ। त्यो एउटा नियम कानुन पनि हो, त्यसले सिकाउँछ र यसको अत्यन्तै महत्त्व छ। अब यसका प्राविधिक कुराहरू आज मलाई यस प्रशिक्षण कार्यक्रममा सिकाइदिनु भनेर बोलाउनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईँ खासै त्यस्तो जान्ने त होइन, हामीलाई त सानो, मलाई त 8 वर्षको उमेरमा मेरो पिताजीले 8 वर्षमा जब उनीको यज्ञोपवीत संस्कार नभइकन चाहिँ हामीलाई यो बाटमा मात्रै दिनुहुन्छ अलिअलि सिकाउन, पछि जुन यज्ञोपवीत संस्कार गऱ्यो त्यसपछि चाहिँ हातमा सिक्का बनाउन पनि सिकाउनु भएर 8 वर्षदेखि चाहिँ अहिलेसम्म भगवान्को कृपा हामी आफैले बनाएको जनै मात्रै धारण गरिँदैछ। त्यो पनि प्रभुको कृपा हो, कहिलेसम्म सकिन्छ। र अहिले चाहिँ यस उपत्यका समितिले प्रशिक्षण राखेकोमा सामान्य यहाँ आफूलाई जानकारी भइसकेको कुरा समितिको आज्ञाअनुसार यहाँ राख्न चाहन्छु र सबैजना अलिक नजिकै आइदिनु भयो भने अझ बुझिन्छ। सबैजना यता केन्द्रित हुनुपर्छ। पहिला हाम्रो भुवनजी लगायत सबै दिदीबहिनीहरू कता हुन्छ यता अगाडिको फेसमा सकेसम्म वरिपरि बस्नु होला र आफूले ल्याएको हजुरहरूले जनैको धागो अथवा के ल्याउनु भएको छ यस्तो पतुवाहरू बाँकी जे ल्याउनु भएको छ अगाडिपट्टि चित्र बनाएर बस्नु होला।
धागो छ भने त्यो अघिका सानसाना त्यहाँ काठहरू छन् भने पनि यता मलाई देखिन लागे र यज्ञोपवीत संस्कार बनाउनका लागि पहिला हामी आधारमा जाँदाखेरि सबभन्दा पहिला त कबास रुवा जुन हुन्छ नि रुवाको असली रुवा कसरी पाइन्छ त्यो रुवाको खोजी गर्नु पर्यो। अब अहिले वर्तमान परिस्थितिमा रुवा सबैलाई खोज्न ल्याउन होइन त्यसबाट त्यो रुवाबाट धागो निर्माण गर्न गाह्रो हुन्छ भनेर हाम्रो प्रविधिले हामीलाई यस्तो धागो बनाएर त्यो पनि अर्को लक्ष्यमा यस्तो यहाँ घुँडामा लगाएर एउटा एउटा झिक्न पर्ने धागो मात्रै आउँछ पहिला होइन। यहाँ एउटा धागो यहाँ छ तल ठिकै छ त्यो किसिमको धागो पहिला त त्यसरी आउँथ्यो। पहिला हामीले जुन जनाइ बनायौँ हामीले सानोमा त्यसरी आउँथ्यो। त्यो पनि एकदम एकदम नरमवाला हुन्थ्यो। त्यो धेरै सेन्सिटिभ भएर गर्नुपर्ने काम होइन। किन यसका धेरै विधि विधान नियमहरू धेरै छन्। यसलाई चाहिँ एकदम पहिलादेखि नै पवित्रताका साथ शुद्धताका साथ गर्नुपर्छ र सबभन्दा पहिला हामी कपासबाट यो धागो निर्माण गर्छौँ। यो पनि कपासबाट मेसिनबाट बेलिएर बनाएको धागो हो। त्यो अलिकति बटाएपछि यस्तो भएको हामी सामान्य आमाजीहरूले महिला आमाजीहरूले पनि बत्ती बनाउनुहुन्छ नि बत्ती काट्नुहुन्छ नि होइन त्यस्तै बत्ती काट्ने स्टाइलले यो धागो ढिलो भने आउँछ कपासबाट पनि निकाल्न सक्छ। राष्ट्र आफ्नै नेत्रबाट लेखेको दर्शक पाएको कपासबाटै जनाइ निकाल्ने हाम्रो स्वामीजी एकजना हुनुहुन्थ्यो। उहाँले आफैले कपासबाट त्यो धागो निकालेर आफै त्यो सङ्क्लिएर अनि देब्रियाएर शिखा बनाएर धारण गर्नुहुन्थ्यो र उहाँले बनाएको जनाइ चिन्नेजी स्वामीजीले पनि त्यही जनाइ धारण गर्नुहुन्थ्यो। त्यो धागो अहिले पनि बनाउनुहुन्छ हाम्रो कपासी यतिन्द्र स्वामीजीको ज्वाइँ हुनुहुन्छ मयरकोटामा बस्ने उहाँले आफै धागो बनाएर त्यो कपास आफै कपास ल्याएर धागो आफै बनाएर अनि त्यसलाई देब्रियाएर शिखा बनाएर स्वामीजीलाई आफै आफै जहिले पनि यो चाहिँ पनि गरे पुर्याएको छ भन्नुहुन्थ्यो। अस्ति हामीले मयरकोटामा भेट्दा पनि अहिले पनि त्यो किन भनियो भन्दाखेरि त्यो किसिमको प्रविधि अहिले पनि छ। हामीले गर्न चाह्यौँ भने नहुने कुरा छैन होइन। राम्रो कामको लागि त राम्रो सुरुवात गर्नु पर्यो नि त हामीले होइन। अरू प्रविधिबाट अहिले बन्ने अलग कुरा छ तर हामी के हुनुपर्छ भने आफ्नै बारीको कपासबाट आफैले धागो निकालेर आफैले देब्रियाएर आफैले शिखा बनाएर लाउन सक्ने अवस्था पनि छ। अहिले पनि गर्न चाहँदाखेरि हुन्छ नहुने कुरा छैन। त्यो पनि परम्परा अहिलेसम्म रहिआएको छ तर हामीलाई अहिलेको समय परिस्थितिले सबै हामीसँग त्यति टाइम हुँदैन भनेर यो धेरै काम छोड्याएर हामीलाई यो धागोसम्म बनाएर आइसक्यो। पहिला यो घुँडामा लाउने झिक्ने थियो अहिले योसम्म धागो आइसकेको छ। अब सामान्य रूपमा भन्दाखेरि अब यो धागो हामीसँग छ सबैजना छ होइन। त्यो जसले लिन्छ यो धागोलाई यो धागो लिइबक्छोस् अनि यसलाई चाहिँ त्यसरी यहाँ हाम्रो उपेन्द्र स्वामीजीले गर्दै हुनुहुन्छ। यसलाई आफ्नो परिणाममा के हुन्छ भने आफ्नो यज्ञोपवीत चाहिँ कहाँसम्मको बनाउने कति लामो बनाउने भन्ने त्यसको पनि शास्त्रीय नियमहरू छन्। प्रायतः सामान्य रूपमा सबैलाई मान्य हुने भने आफू जुन अम्ला छ नि यो अम्लाको यो तेज छ यो 4 अम्ला जुन यसको परिणाम बराबरको धागो बनाउँदाखेरि चाहिँ लगभग आफूलाई लाउन मिल्ने हुन्छ भनेर यो 4 अमल बराबरको चाहिँ त्यो 4 अमल भन्छ 1 2 3 4 यस्तो 4 अमल यो बराबरको जनाइ आफ्नो परिणाममा बनाउँदा चाहिँ आफूलाई लाउनलाई एकदम योग्य हुन्छ ठिक्क हुन्छ। अब कोहीले ठुला अम्ला हुन्छ कोहीले साना अम्ला हुन्छ त्यसरी मिल्दैन भन्नुभन्दा पहिला पनि मलाई मेरो साइजकोले ठिक हुन्छ त्यसरी सम्झिनु पर्यो है। सम्झिनुले यो के गरी परिणाम बनायो होला कसले ल्याएको होला कहाँको सूत्र आयो भन्दा पनि यो बराबरको परिणाम हो भने हामीलाई जनाइ लाउन ठिक्क हुन्छ अथवा शास्त्रले जुन विधि विधानले बताए अनुसारको बराबरको जनाइ यज्ञोपवीत धारण गर्ने विधानको जनाइ चाहिँ तयार हुन्छ भनेर हामीले सम्झिनु पर्यो। मनस्थितिलाई त्यो किसिमको बनाउनु पर्यो पहिला र यो बराबरको हजुरले हातैमा बेर्न सक्दाखेरि पनि हुन्छ यो नहुने होइन। अब हातमा बेर्दा के हुन्छ अहिले भने जस्तै यो मैले धागो यसरी झिकेर हातमा बेर्दै गएँ भने यो हात चाहिँ तपाईँको एकछिनमा यो हात चाहिँ हाम्रो गलेर बेर्दा बेर्दै यो अम्लाएर यस्तो भएर खुम्चिन सक्छ। यो खुम्चियो भने हाम्रो परिणामको नाप आउँदैन। त्यसो होइन एउटा सानो हुन्छ एउटा ठुलो हुन्छ।
त्यही भएर यो बराबरको चाहिँ यो हामीले यहाँ एउटा काठलाई परिकल्पना गरिएको छ। यो काठमा चाहिँ अब यसको 96 पटक चाहिँ हामीले 1 2 गरेर यसरी बेर्दै हुन्छ हाम्रो स्वामीले एउटा काठ अथवा हजुरलाई त्यो डह्रो लाग्ने एउटा कार्टुनहरू लिएर अथवा त्यो कुट पहिला हाम्रो कुट आउँछ नि अलि डह्रो नखाने मान्छेले पनि त्यो अमानी आउने खाले त्यो कुटलाई लिएर यो बराबरको छोटो ठिक्कको धागोले कतैतिर नअल्झिने किसिमको बनाएर यस्तो 4 अमलको यति चार्टको आफ्नो परिणाम बराबरको 2टा यस्तो बनाउनु पर्ने हुन्छ। मात्र 4 अमलको छ, यसलाई 2टा बनाउनु पर्ने हुन्छ। 2टा यो भयो भने हजुरलाई सजिलो हुन्छ सर्वप्रथम। अनि 2टा राखेर त्यसको मुख यहाँ राखेर अनि यसको 1 यहाँसम्म मात्र बल्ल 1 गर्ने त्यसलाई उहाँले अहिले बताउनु छ। जस्तै यसको यो धागोको यस्तो छ भने यो धागोको मुखलाई ल्याएर यहाँ माथि राखेको अनि यसलाई घुमाएर यहाँ 1 यसरी गरेर उहाँले अहिले 96 यो तयार पारिसक्नु भयो। लगभग हाम्रो यसमा 96 तयार भयो। अब यो 96 तयार भएपछि यसलाई यहाँ राख्ने छोडिदिने यसलाई अनि फेरि यसबाट डबल बनाउँदै जाने। अर्को हामीले 2टा बनाएको छ, यस्तो काठ 2टा छ, 2टा अर्को एउटा त्यो 2टा छोडिदिने। अब डबलको सुरु हुँदैछ। अब डबल हुँदा चाहिँ त्यो 96 भएपछि गनिरहनु परेन। अर्को 96 गनेको जतिखेर सकिन्छ त्यो यसमै उताबाट बन्द गरिदिनु र यो उहाँले गर्दै हुनुहुन्छ। यो तयार भइसकेपछि म फेरि अर्को स्टेप हुन्छु, यसलाई तयार पार्दै जाने। र यो धागोको के छ भने एकदमै सेन्सिटिभ मैले भने यो धागो कुनै पनि बिचमा चुडिएको हुनु हुँदैन। बिचमा टुट्यो भने त्यो धागोलाई त्याग दिनुपर्छ। हामीले भन्दाखेरि फेरि त्यसलाई जोड्ने अथवा कुनै गाँठा बनाउने कुनै साङ्गी बनाउने प्रविधिको जनाई हाम्रो शास्त्रीय मर्यादाको हुँदैन। त्यही भएर सकेसम्म हल्का हात बनाएर जसरी घुमाउन सकिन्छ हल्का कागजमा बेर्ने। काठ पनि हेभी हुन्छ भने कोही धागो एकदम कमलो खाले हुन्छ, त्यो कपास निकालेको बढी नभागेको धागो एकदम कमलो हुन्छ, त्यो चुडिन सक्छ। त्यही भएर एकदम हल्का चिजहरू हल्का कार्टुन हुन्छ कि अथवा के हुन्छ यस्तो खाले कार्टुन ठिक्क बनाएर यस्तो 4 अक्षर बराबरको यस्तो कार्टुन बनाउनु भने हल्का हुन्छ। किनभने यो भोलि तपाईँलाई यसरी यो जस्तै बेर्दै गयो, यो बेर्दै गएपछि यसरी बेरेपछि अब यो समाज गर्न सकिँदैन। अर्को फेरा ल्याउँदै यो छोड्दाखेरि यो धागोले यसरी आफै घुमाउन सक्छ क्या। यसले गर्दा अर्को धागो नछोडियो, हल्का हो। हल्का भयो भने त्यो छोडेपछि यसरी डबल हुन्छ कि यहाँ डबल हुँदैछ कि हाम्रो स्वामी नारायणले यसलाई डबलको संज्ञा गरिसक्नुभयो। अब डबल भएपछि डबल भएको संज्ञालाई पनि छोडिदिने, यसलाई डबल पनि छोडिदिने अनि तेल ल्याउँदा फेरि यहाँबाट यसरी तेल दिन्छ। यो जस्तै डबल भइसकेपछि यो धागोमा डबल गरियो, डबल पनि यसरी दियो हो। त्यस्तै गरेरै देखाउनु भन्नु, म यहाँ तपाईँलाई गर्दै देखाउँछु यहाँबाट। अब सुरुको स्टेपबाट चाहिँ सबभन्दा पहिला उपयुक्त धागो, हामीलाई यस्तो धागो चाहिँ उपयुक्त छ कि छैन भनेर सबैजनाले हेर्नु होला। सकेसम्म यो धागो चाहिँ एउटा हुनुपर्छ, यसरी हेर्नु। यो बाँकिएको धागो एउटा हुनुपर्छ, 1 मात्रै धागो हुनुपर्छ। यो धागोलाई उपयुक्त धागो दिने सबभन्दा राम्रो सेतो सफावाला यो काँचो धागो हुन्छ, काँचो धागो दिने। अरू पोलिस्टरहरू अरू प्रविधिका धागो धेरै आइसकेका छन् बजारमा। यी धागोभन्दा हाम्रो शास्त्रीय मर्यादा अनुसार चाहिँ यो काँचो धागो नै यो जनाइका लागि उपयुक्त हो। अब यसरी हाम्रो यो 4 नम्बर बराबरको यो हामीले अब काठ अथवा कार्टुन कागज अथवा पत्रिका पट्याएर हजुरलाई जे सजिलो हुन्छ जे उपयुक्त हुन्छ यसरी आफ्नो नाप बराबरको यो बनाएर यसलाई यहाँ राखेर यसरी घुमाउँदै जानु होला। अब यहाँ आएर यहाँ आइसकेपछि 1 हुन्छ। यो जहाँबाट हामी पोइन्ट सुरु गऱ्यौँ त्यही कुरा मात्रै 1 गर्ने। कोही यहाँ आउँदाखेरि बनिन्छ फेरि त्यो बनियो भने के हुन्छ होला पछि जनै बनाइसकेपछि फेरि लामो छोटो हुन्छ क्या। बनाइसक्दा एउटाको हड्डामा मिल्दैन, एउटै नापोमा बनाउनु पऱ्यो। त्यो प्रामाणिक यसरी 1 2 यसरी गर्दै जाने 96 3। अब म पुरै गर्छु है, हेर्नु 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
29, 30, 31, 32, 33, 34, 35, 36, 37, 38, 39, 40, 41, 42, 43, 44, 45, 46, 47, 48, 49, 50, 51, 52, 53, 54, 55, 56, 57, 58, 59, 60, 60, 61, 62, 63, 64, 65, 66, 67, 68, 69, 70, 70, 71, 72, 73, 74, 75, 76, 77, 78, 79, 80, 81, 82, 83, 84, 85, 86, 87, 88, 89, 90, 91, 92, 93, 94, 95, 96, यहाँ जहाँ हामीले सुरु गऱ्यौँ त्यहाँनिर 96 यो हाम्रो फन्का भइसकेपछि अब यसलाई यो जहाँनिर छ यहाँनिरको भाग यसरी समाउनु र यसलाई छोडिदिनु अब यसलाई छोडिदिनु अब यसलाई डबल बनाउँदै जानु यहाँ यो अब डबल हो नि यो दुईटा बनाउनु छ यो अब अर्को तपाईँ दुईटा बनाउनु भनेको छ मैले यस्तो दुईटा अर्को पनि हुन्छ अनि यो 96 भएपछि अब यसलाई अब बनिरहनु परेन अब यसलाई चाहिँ हजुरको आफ्नो सुर अनुसारले बेर्दा हुन्छ यो अब यो आइरहन्छ यसलाई बेरी जानिएको छ अब यो डबल हो अब यसलाई अर्को यो जहाँ सकिन्छ त्यहाँसम्म यसरी बेर्दै बेर्दै जाने अब गनिरहनु परेन सुरुको एक गर्ने त्यहाँबाट पछि गनिरहनु परेन यो आफै त्यो यो तलको काठ पनि हल्का भयो भने आफै घुम्छ हेर्नु त्यही भएर हल्का चिज राख्दाखेरि चाहिँ सजिलो त्यसलाई कुनै अरू टेन्सन हुँदैन अरूमा गएर मिल्दैन हल्का भयो भने आगर भयो भने अझ राम्रो यसरी अब यो दुई सरा भयो यसमा चाहिँ हेर्नु अरू प्रविधि पनि छन् तर यसको बिचमा चाहिँ यस्तो साङ्ली पराउने यो जतिमा नै खुस्किन्छ क्या यस्तो खुस्किने हुनु पर्यो यहाँ कुनै साङ्ली अथवा राम्रो कुनै हुनु भएन त्यसको लागि चाहिँ हामी यसो गर्दैछौँ नत्र भने अरू प्रविधिबाट पनि हामी यस्तो तेल ल्याउन सकिन्छ अब यति भइसकेपछि लगभग हाम्रो यो दुई फेराको सर्कल सक्यो अब दुई फेराको सर्कल यहाँ टुप्पो जहाँनिर अर्को आएर सक्यो यही देखिन्छ अब यहाँ आइसकेपछि अब यसलाई यो दुईटा भयो अब यो फेरि बेरेकोलाई यसलाई छोडिदिनु दिनु परेन अब यो अलिक ठुलो छ अहिले गरेर केही फरक परेन अब बल्ल यो यता आइसकेपछि हाम्रो 3 डोरामा सुरु भयो 3 डोरामा एउटा फेद यता आउँछ एउटा फेद अर्कोतिर जान्छ दुईटा फेद हुनु पर्यो बिचमा कुनै साङ्ली यो तिनटैमा यस्तो साङ्ली हुनु भएन यस्तो ठ्याक्क खुस्केको हुन्छ यो तिनटा डोरा त्यसका लागि चाहिँ हामी यसरी घुमाउँदैछौँ है नत्र भने यो तिनटा मात्रै बनाउने हो भने घुँडामा राखेको साङ्ली पार्नु पर्यो पनि घुमाउने त्यो रक्षाबन्धनहरू त्यसरी झिकिन्छ तर यो हाम्रो यज्ञ पयुगमा त्यो मान्य हुँदैन र यसरी अब चाहिँ तपाईँहरूले यो दुई फेरिका भइसकेपछि अब 3 चोटिका तालमा चाहिँ अब हातमै बेर्न सक्नु अब यसमा खुस्काउन अप्ठ्यारो हुन्छ भने अब यो चाहिँ हातमै बेर्न पनि सक्यो अब यो दुईटा भएपछि तेस्रो पाली है यो चाहिँ तेस्रो पाली चाहिँ अब यसरी हातमै बेर्दै गयो अब यसरी हातमा बेर्दै बेर्दै जाने यो जहाँ टुक्रा सकिन्छ त्यसको नै यो एकले लगभग हामीले एउटा जनाई 3 डोरा बराबरको जनाई चाहिँ को लागि धागो बल्ल तयार हुन्छ यो सम्लिने काम हो यसका 2-3टा प्रविधि छन् यो चाहिँ हामी एक ठाउँमा बसी बसी जस्तै घरको रोजले अरूले पनि पुग्छ धुँदा 1 घन्टा बस्नु पर्यो आधी घन्टा बस्नु पर्यो भन्दा बसी बसी पनि तयार हुने किसिमको सम्लिने कार्यक्रम चाहिँ यो हो योलाई चाहिँ कुनै छुट्टै काम दिएर कुनै ठाउँको निश्चित गरिरहनु पर्दैन र यसरी हाम्रो यो 3टा अब 2टा सकियो 2टाको घेरा सक्यो एउटा मुख उतापट्टि अर्को बेरी सक्यो एउटा मुख यता हुन्छ अब यो 3टा जहाँ बराबर पोइन्टमा आउँछ त्यहाँ आइसकेपछि यसलाई यसरी चुडाइदिने अब यसलाई यो धागो जुन हातमा बेरियो अब यो धागो हामीले फेरि बाट्नुपर्छ बेग्रोले झिल्दा हामी झिकिरहन्छौँ है अनि अब यो धागोलाई चाहिँ फेरि पनि हामीले यसरी हात छिराउनु पर्ने हुन्छ यहाँबाट खाली बनाउनु पर्ने हुन्छ जुन यस्तो भयो भने यो तान्दा तान्दा यहीँ अल्झिन सक्छ त्यही भएर यो यस्तो धागोलाई चाहिँ यहाँ भित्रबाट यस्तो ल्याएर यसलाई एकचोटि यसरी भित्रबाट यस्तो छिराएर यता बाहिरपट्टि ल्याइदिनु भयो भने अनि यो अब यसरी राख्दाखेरि पनि यो धागो जसरी बटाएर राख्दाखेरि पनि पछि तपाईँले खोल्दाखेरि ठ्याक्कै यस्तो छुट्टिहाल्दैन यहाँ हातमा छिराउनु सजिलो भयो नि त पछि खोल्नु होइन यो सजिलोको लागि है यो गरेर यसलाई यस्तो गरेर हजुरले जति छ यो अब एउटा जनाईको 3 डोराको लागि यो बल्ल कच्चा धागो तयार भयो हैन अब यस्तै हामीले एउटा एक जोड जनाई भन्छन् भन्दाखेरि एक जोड भन्छन् हैन एउटा जनाई भने एक जोड जनाई हुन्छ एक जोड भनेको
तिनवटाको दुईटा एक ठाउँमा मिलाएपछि बल्ल एक जोर हुन्छ। यसको पनि विधान छ। पहिला त हामीले तिनवटा नै जनाई यज्ञोपवीत धारण गर्नुपर्ने नियम तिनवटा नै हो। तिनवटा धारण गराइन्छ र जब हामी विवाहका लागि समावर्तन संस्कार भन्छन्, हाम्रो दक्षिण भारततिर अहिले पनि त्यो चलन कायम छ। नेपालमा चाहिँ त्यो व्रतबन्धको दिनमै अर्को पनि जनाई लगाइदिने चलन छ। त्यो चाहिँ समावर्तन संस्कार भन्छन्। जब तिनवटा जनाई लगाएर चाहिँ हामीले जुन विद्या आर्जन गर्नुपर्ने अहिले स्वामीले मर्जी भइरहेको छु, वेद अध्ययन गर्ने, पढ्ने पढाउने गर्ने चाहिँ तिनवटा मात्रै जनाई लगाएर गर्नुपर्छ। अनि जब अब गृहस्थाश्रममा अब विवाह गर्दैछु भनिसकेपछि विवाह गर्नुभन्दा एक दुई दिन अगाडि 2-4 दिन अगाडि त्यो समावर्तन संस्कार भन्ने संस्कार हुन्छ। त्यो पनि हवन गर्न हामी जसरी व्रतबन्ध संस्कार गर्छौँ त्यसै गरी गर्नुपर्छ। त्यसको संस्कार समावर्तन संस्कार त्यसका विधि विधान हुन्छन्। अनि मात्रै दोस्रो जनाई लाउने चलन अहिले इन्डियातिर जहाँ चाहिँ सबैको संस्कारमा त्यस्तो छ, तर नेपालदेखि धेरै ठाउँमा चाहिँ यो एकैचोटि यो व्रतबन्धको दिनमै 6 डोरा नै जनाई लगाइने चलन छ। खास चाहिँ 3 डोरा लगाएर आफ्नो अध्ययन पुरा गरेर अब गृहस्थाश्रममा प्रवेश गर्दैछु भने चाहिँ अर्को यज्ञोपवीत चाहिँ थप्ने चलन हो। यसरी हामीलाई लगभग जनाई सङ्कलनमा अथवा यो सम्लेनी कार्यमा कसैलाई शङ्का छ भने भन्नु। यो प्रविधिमा र यो हातमा बेर्ने 96 प्रविधि हो। 3 पल्ट यसलाई चाहिँ एकचोटि सिङ्गल आयो 96 गर्नु पर्यो। अनि दोस्रो पल्ट गर्नु परेन, बेर्दै जाने। तेस्रो पल्ट फेरि बेर्दै जाने। त्यो 3टा धागा बनाउनु पर्यो। 96 त्यो नापमा 3टा धागा बनाउनु पर्यो। त्यसमा कसैले संशय छ भने भनिबस्छु, तर प्रविधिले पनि हामी सङ्कलन गर्न सक्छौँ। त्यसलाई चाहिँ हामी केही सामग्रीहरू जोड्नु पर्ने हुन्छ। अर्को यस्तै काठहरू यस्तो आफ्नो परिणाम बराबर। अब कोहीले प्राय जस्तो यस्तो आफ्नो बित्ताले अथवा यो एक कुरी भन्छन्, यसले एक कुरीले 5 बित्ता यसरी नाप्ने। यसरी 5 बित्ता लामो चाहिँ एउटा काठ तयार पारेर अनि त्यसलाई त्यो 5 बित्तामा चाहिँ किला हुनु पर्यो। काठ अलि लामो भएर हेर्दैन। अनि एउटा किला एकातिर, 2टा किला एकातिर गरेर अनि त्यो 2टा किलाको फर्स्टबाट यता सुरु गरेर आफूतिरैबाट यसरी यो घुमाउँदै जानुपर्छ। त्यसलाई पनि 9 चोटि यसरी दाहिने राउन्डमा घुमाउने एउटा किलामा। अनि यतापट्टि एउटा किलो भटकबाट 2टा किलामा जान्छ। 9 चोटि भइसकेपछि यहाँ 9 पुग्छ। यहाँ 9 पुगेपछि यतापट्टि जान्छ। अनि फेरि यताबाट ठिक अहिले हामीले यसो गरेर दियौँ। अब यताबाट घुम्छ, फेरि अर्को 9, यताबाट अर्को 9 घुम्छ। अनि फेरि यहाँ 18 पुगिसकेपछि फेरि यहाँबाट यो यता आउँछ भने यो यताबाट आएर अनि फेरि यसरी आफूतिर पहिला जसरी सुरु गरिरहेको थियो त्यसरी घुम्दाखेरि अनि 27मा यहाँ अर्को 2टा किलामा पुग्छ र अनि त्यो चाहिँ छिटो, यो हामीले यो 96 गर्नुभन्दा छिटो हुन्छ। यसलाई चाहिँ छिटो प्रविधिबाट। अर्को त्योभन्दा पनि विशिष्ट 1 राउन्ड घुमाउँदा हुन्छ। अर्को 7वटा किला हुन्छ। यसैमा 7वटा हामीले सुरुमा सिक्दा चाहिँ हाम्रो घरतिर पहिला चाहिँ 7वटा किला राखेर यहाँनिर 7वटा एकातिर 6वटा किला राखेर त्यो किलामा एकैचोटि घुमाएर उहाँ पर पुगेर यहाँ आउँदाखेरि चाहिँ ठ्याक्क भइहाल्छ। त्यसलाई गरिरहनु पनि पर्दैन, केही गर्नु पनि पर्दैन। त्यो चाहिँ त्यो किसिमको प्रविधि छ। यदि समयले साथ दियो भने हामीसँग अरू पनि जिज्ञासुहरू बढ्दै जानुभयो भने त्यो प्रविधि पनि हामी सिकाउनेछौँ। अहिलेलाई चाहिँ सामान्य प्रविधिमा हामीले घरै बसी काहीँ नगइकन एक ठाउँमा बसेर यो 96 बेर्नेवाला यो प्रविधिलाई अगाडि बढाउँछौँ। यसमा कसैले संशय छ भने भनिबस्नुहोस्। लगभग हाम्रो धागो तयार भइसकेको छ। अब बाट्ने क्रम, अब यसलाई यो एकल सिङ्गललाई अब बाट्ने प्रविधितिर हामी जानुपर्छ। लगभग हाम्रो धागो सङ्कलन भइसक्यो। जति हामीलाई चाहिने त्यति धागो सङ्कलन भइसक्यो। अब यो बाट्नलाई हामी अहिलेका धेरै प्रविधि हुँदा पनि हामी जुन पुरानो प्रविधि छ यसरी यो प्रविधि यो कतुवा भन्छन्, यो हजुरले जेको बनाउनु पनि सक्नुहुन्छ। यो एउटा काठको यस्तो गोलोको बनाइएको छ। यो गोलोको अलिकति हेभी, धेरै हेभी भयो भने नि के हुन्छ भने यो सानो धागो छ भने धेरै हेभीले चाहिँ यो यसरी यहाँ तन्काउँदाखेरि घुमाउँदा कहिलेकाहीँ कतुवाले चुडालेर उता लाग्छ। धेरै हेभी पनि राम्रो हुँदैन। ठिक्क हल्का यो धागोले चाहिँ त्यसको वेट थाम्ने खाले हुनु पर्यो। यो पनि
धेरै हेभी हुनु भएन। अब त्यस्तै छ, यो यहाँ छ। अहिले मलाई एकजनाले हाम्रो बुवाले देखाउनु भएको थियो, त्यो धारोको माथि डल्लो हुन्छ नि, खोल्ने डल्लोलाई पनि त्यो बिना हालेर बनाउनु भएको रहेछ। त्यो पनि मलाई उपयुक्त लाग्यो। हजुरले हरेक चिजको बनाउन सक्नुहुनेछ। यो अथवा ढुङ्गा, काठ होइन, अनि यो यस्ता बेरिङहरूको उयोहरू त्यस्तो राखेर बनाउन सक्नुहुन्छ। अब यो धागोलाई चाहिँ लामो तान, कतै हजुरहरूसँग तान बनाउन सकिन्छ भने एकैचोटि लामो तान बनाएर यो कतुवालाई चाहिँ यहाँ कतुवामा धागो यसरी अडिने ठाउँ बनाएको हुन्छ। यसरी यहाँ सुर्किनु पारेर यहाँनिर यस्तो धागो यस्तो बेर्दाखेरि यहाँ अड्किन्छ। यो धागोलाई चाहिँ यस्तो गरेर अनि यहाँबाट यस्तो लगाइदिनु भयो भने यो धागो यहाँ अड्किहाल्छ। यस्तो किसिमले यो धागो कतुवामा अड्किन्छ। अब हाम्रो गाउँघरतिर चाहिँ अब यो अघि मैले भनेको थिएँ, यहाँ हात छिराउनलाई सजिलो भयो भने राम्रो हुन्छ। यो अघिको हात छिराउने यस्तो सिस्टम, जस्तै यसरी हात छिरायो, यो दाहिने हातमा राख्यो अनि कतुवा चाहिँ यसरी हामी कतुवामा तयार पारिसकेपछि यसरी धागोलाई फसाउने, त्यहाँ अड्काउने। अनि यो थोरै थोरै बाँड्दा चाहिँ के हुन्छ भने यो यसरी लियो, अब उभिएर पनि गर्न सक्यो यो उभिँदा। अब यसलाई चाहिँ यो धागो के हुन्छ भने कतुवा घुमाउँदा चाहिँ कहिलेकाहीँ यो हातमा भएको धागो यतापट्टि बटारिन्छ क्या, बाटिन्छ। यो बाटियो भने फेरि एउटै हुन्छ, यो छुट्याउन मुस्किल हुन्छ। त्यही भएर यो जति हामी घुमाउँछौँ त्यसको चाहिँ यो बुढी अम्लो यहाँ आइरहेको हुन्छ। यो बुढी अम्लामा यसरी दुई फन्का यहाँ बेर्दिथ्यो। अब यति तयार हो। अब यस्तो तयार भएपछि अब यो जुन कतुवा हुन्छ यो धागो, यसलाई देब्रे हातमा लिन सक्नुहुन्छ तपाईँले। दाहिने हात अब आफ्नो जुन हात चल्छ देब्रे हात चल्दिने देब्रे हात, दाहिने हात चल्दिने दाहिने हात गरेर यो यसो गरेर बेर्न सक्नुहुन्छ। अब यति गरेर बेरिसकेपछि यो हाम्रो बाटिएको चाहिँ यहाँभन्दा उताको बाटिँदैन ल। यो अब उभियो भने अलि राम्रो आउँछ यो भाग। अब यसलाई यहाँ हाम्रो पहिला यहाँ बाट्नु चलाउँथ्यो। यसरी कतुवा घुमाइदिनु हो भने यसरी हुन्छ यहाँ, यो यस्तो अलिकति रगडेर यसरी। अब यो धागो बाटिँदैछ यसरी, यो बाटिँदै अब यसलाई पूर्ण बाट्नु पऱ्यो। यो बसी पनि यो तयार पार्न सकिन्छ। यी धागो बाटिँदै चाहिँ यहाँ कतुवा घुम्दैछ। यस्तो गर्दा यो हात कति बाटियो भनेर यसरी त्यो पनि गर्न सकिन्छ। धेरै बाटियो भने यो चाँडो भइहाल्छ। यो एक किसिमको बाट पुगिसक्यो। यसलाई धेरै भयो भने फेरि डल्ला पर्छ। जनाइ एकदम लाउने बित्तिकै कुचुक्क डल्ला पर्छ नि, त्यो डल्ला परेको चाहिँ धेरै घाउ बाट्यो भने डल्ला परेर माथि घाँडा पर्दै माथि आउँछ। अब यो एक किसिमको बाटेलाई तयार भयो यी बसी होइन। अब यो धागोलाई यसरी हातमा लियो, बुढी अम्लाबाट खुस्काएको छैन, यसरी बेर्ने। अब यहाँको जुन धागो छ यो धागो यहाँ हामीले फुसुक्क खुस्किने गरी नै यहाँ हामीले फसाएको हुन्छौँ। यसलाई यो धागो चाहिँ कतै चुडिनु भयो भने फसाउँदाखेरि पनि सुर्किनु पारेर उतिखेरै खुस्किने किसिमले फसाउनुपर्छ यसलाई। अब यो धागोको यो फेद दिएर यही कतुवामा यहीँनेरि अब यसलाई यसरी बेर्नु, यहीँनेरि अब यसरी बेर्यो यसलाई। अब यो हामीले जति बाटिएको छ त्यसलाई के गर्ने भने यहाँनिर बाट्ने। अब यस्तो गर्दा जति बाट्यो बुढी अम्ला आइपुग्यो नि, बुढी अम्लासम्म यसरी यहाँ बाट्नु, यसरी बाट्नु। अब बुढी अम्ला आइसकेपछि यसलाई छोडिदिनु। अब यसो गर्ने, यसो गर्दा यसलाई यहाँसम्म ल्याउने। अब यहाँ ल्याएपछि यसलाई यहाँ फसाउनु। यहाँ यस्तो सुर्किनु पार्दाखेरि यहाँ फसिहाल्छ। यसो गर्दा अब यहाँ फेरि फस्यो। यो तलको धागो यहीँ छ, यो छोटो धागो यहाँ फस्यो फेरि। अब तपाईँलाई कति सकिन्छ। अब उठेर गर्न आयो भने छिटो हुन्छ यसको प्रविधि होइन। बस्दाखेरि थोरै हुन्छ। अब यो हो, यो घुमिहाल्छ। उठेर गर्ने एकदमै हुन्छ। उठेर गर्नु भने धेरै त्यति राम्रोसँग गर्न सक्छु। यसरी हुन्छ भने एकैचोटिमा लगभग ढाडो तयार हुन सक्छ।
यो पुरानो यो चाहिँ यस्तो छ, अब काहीँ सबैजनाले नयाँ प्रविधि बनाउन सक्नुहुन्न, त्यो सम्बन्धी अनुभव हुँदैन होइन। यो त अब जसले पनि गर्न सक्नु नि त, त्यसको लागि हो नि। अब यो एकैचोटि त्यो ल्याउने चाहिँ त्यो छिटो गर्नलाई, अब छिटो बनाउने, बिक्रीको लागि बेच्नु छ, पैसा धेरै कमाउनु छ भने चाहिँ त्यसो गर्ने हो। पुगेन, बाट्नु पर्छ, त्यो सिङ्गल बाट्नै पर्छ क्या। नवतन्त्र भने नवतन्त्र पाउनु पऱ्यो, नपुगे पुग्दैन पुग्दैन क्या। अब यसरी यो एउटा चाहिँ यसरी तयार हुन्छ। यो एउटा जनाइ चाहिँ सिङ्गल बाट्नमा यसरी सिकाइयो ल। अब यसलाई यति यति गर्दै गर्दै यो पुरै हातको सक्नु पर्यो। दायाँ, यसलाई चाहिँ दायाँ बाट्ने ल। अहिले मैले भनिनँ दायाँ बाट्ने। पहिलो बायाँ हो, अगाडि कस्तो हो? अगाडि त्यही हो, बायाँ हो। हाम्रो चाहिँ पहिला चाहिँ उल्टो बाट्ने भन्नुहुन्थ्यो, टेब्लेटलाई यस्तो माथितिर जाँदा बायाँ, यता दायाँ भन्ने कुरा हुन्थ्यो। हजुर त्यो हात यस्तो दाहिने हात अगाडि बढाइन्छ क्या, तल हाल्दाखेरि यस्तो भित्र जान्छ कि बायाँ बायाँ हुन्छ कि यस्तो पछाडि बाट्दा चाहिँ पहिलाको दायाँ नै हो। जहाँसम्म लाग्छ मलाई पहिलाको दायाँ यसरी हात जुन दुईवटा हातले यसो गर्दाखेरि यस्तो दाहिने हात अगाडि बढाएर यस्तो गरिन्छ भने पछाडि यस्तो यस्तो भित्रपट्टि ल्याइन्छ क्या। दायाँ हुन्छ यो गर्दाखेरि जस्तो लाग्छ मलाई चाहिँ दायाँ हो। बायाँ उल्टो घुमाउनु चाहिँ त्यस्तो टेब्लेटमा चाहिँ उल्टो घुमाउने हो, बायाँ घुमाउने हो। दायाँ नै हो यो पहिला बाटी। यस दाहिने हात अगाडि बढ्न दुईटा हात रगड्दाखेरि जसरी यसरी रगड्दा दाहिने हात चाहिँ अगाडि बढाउनु पर्यो। पहिलोचोटि बाँड्दा दाहिने हातलाई चाहिँ यता भित्रतिर तान्नु पर्यो। टेप ल्याउँदाखेरि त्यसरी बुझ्नु है, दायाँ बायाँ भन्दा नि अब त्यो रातमा जाँदैन। दाहिने हातलाई भुइँकै अगाडि बढाउनु, पहिलोचोटि बाँड्दा घडीको उल्टो तरिका अब टेब्रेमले काम हुँदैछ है, टेब्रेमलाई हेर्नु। अब टेब्रेमले एउटा यसरी फसायो, यो हामीले बाँधिसकेको धागोबाट फसायो। यहाँ पछाडि चाहिँ अर्को धागो चाहिँ यसरी लिएर यसरी डबल बनाएर यस्तो किसिमले अगाडि बढ्छ। यसरी तातिर डोरा भयो, यसलाई त्यति पर जानु धेरै बताउँछु। अब यसरी जति चाहिन्छ त्यसरी यसरी तिनवटा धागो चाहिँ यसरी खोल्दै जानु, यसरी टेब्रेमदै जानु। एउटा हातले खोल्छ, एउटा हातले डबल हुँदै भयो। 45 सालदेखि आजकल अल्छी लगाएर टेब्रेमले पनि हाम्रो लगभग तयार हुन लाग्यो। यसरी
टेब्रेउने 3टा डोरी बनाउनु फेरि हेर्ने अब यो के भन्छ अब यो टेब्रेल छ उल्टो भएको अब पहिला जतापट्टिबाट बाँडेको छ त्यसको ठिक उल्टो अब यसलाई आगोलाई यहाँ बसाउँ अघि हामीले दाहिनी बाँडेका छौँ भने अब हामीले यसलाई ठिक विपरीत अघि हामीले यसरी दाहिनी हात अगाडि उठाएर बाँडेको अब हामी यसरी यसलाई लप वाइज यसरी घुमाउँछ हातले नै घुमाउन सक्दाखेरि पनि यसरी दाहिनी हातलाई भित्र ल्याउने देब्रे हात बाहिर बनाउने अब दोस्रो लगाउँछ ल यस्तो अब यो यसरी यस्तो उल्टो यसलाई उल्टो बार्ने यसरी हातले उल्टो बार्न सक्यो पहिलाको भन्दा ठ्याक्क उल्टो जसरी पहिला अगाडि देब्र्याउने चाहिँ उल्टो बटाल्नु पर्यो जुन हामीले पहिला बटाल्नु अब लगभग हाम्रो यो देब्र्याउने काम पनि सकिन रहेको छ यसरी यो हात जुन भने मैले सिङ्गल हुँदाखेरि यसरी दाहिने अगाडि बढ्छ देब्र्याउँदाखेरि यसरी भित्र आउँछ यो किसिमले यसरी देब्र्याइन्छ अब आफ्नो नाप बराबर एउटा नाप हामीले बनाइरहने त्यो नाप बराबरको चाहिँ चिनो लाएर अब जहिले पनि हामीले यसरी ल्याउँदा यहाँ तल एउटा केही चिनो लाउने जस्तै कति बटारियो हामीले अर्को जनाइ फेरि लामो छोटो भयो भने बनाउँदा अप्ठ्यारो हुन्छ र कुन चिनोमा हामीले राख्छौँ अहिले पहिलेको यो चिनोमा छ भने यहाँ एउटा चिनो केही राख्ने एउटा चकले अथवा केहीले यहाँ कोर्न सक्छौँ यो चिनामा आइसकेपछि हाम्रो यो बाट्नलाई पूर्ण भयो भनेर अब यसलाई यो पटुवाबाट झिक्ने सानो 2टा अम्लामा अथवा 3टा अम्लामा यसरी बेर्न सक्नुहुन्छ यसरी बेर्दै यसलाई सानो बनाउने लगभग हाम्रो सकिने बाट्ने देब्र्याउने 3 स्टेपको काम चाहिँ यति गर्दा लगभग 3 स्टेपको काम सकिहाल्छ उपयुक्त धागो हामीले ल्याइयो त्यसलाई यसरी देब्र्याएर 96 क्रमले देब्र्याएर यो देब्र्याएको जुन सम्लेको जनाइलाई एक चरणमा बाटेर अनि पहिलोचोटि बाटेर फेरि त्यसलाई देब्र्याएर पनि बाटेर हामीले यो धागो तयार पारिसकेका छौँ। अब हामी शिखा कसरी बनाउने कति शिखा हुन्छन् यसमा कस्तो शिखा हुन्छ भनेर शिखा बनाउनेतिर जाँदैछौँ। अब सबैजनाले ध्यान दिएर हेर्नु होला यो विशेष काम हो बाट्ने सम्बन्ध जसले पनि बाट्न सक्छ। अब हामी यो देब्राइसकेको धागो लिएर पहिला देब्राएको धागोको यो शिरमा भनौँ यो छेउमा यसलाई पवित्र गाँठो एकचोटि हामीले यसरी एकचोटि मात्रै यो धागो घुमायौँ भने यो गाँठो भयो। यसलाई डबल घुमाएर यसरी यसमा छिराउने बित्तिकै यो पवित्र दुईतिरबाट हेर्दा दुईतिरै यस्तो पवित्रवाला डबल गाँठो देखिनु पर्यो। यसलाई चाहिँ सुरुमा यो डबल गाँठो हुनुपर्छ यो पवित्रवाला। जस्तै एकचोटि मात्रै सामान्य गाँठो हामीले एकचोटि यस्तो घुमाएर यहाँबाट छिराए एकचोटिलाई यसो गऱ्यो भने यो गाँठो भयो। यो चाहिँ गाँठो भयो, यसमा पवित्र देखिँदैन, यो गाँठो देखिन्छ। यस्तो गाँठो देखिन्छ। अब यसलाई यही कुरालाई एकचोटि फेरि घुमाएर एकचोटि मात्रै थियो एकचोटि अर्कोचोटि घुमाएर यतापट्टि हालिदियो भने अब यसैलाई पवित्र भइहाल्यो। यो
यो चाहिँ अब दुईतिरबाट ठ्याक्क पवित्र देखियो नि होइन, दुईतिरै गाँठोमा यस्तो साङ्ले परेको देखियो नि त। यो पवित्र गाँठो चाहिँ यसरी बनाइन्छ। यसको यो पनि यो सकेसम्म यो धागोको टुप्पोमा अथवा छेउमा जतिसक्दो छेउमा बनाउनु भयो भने अहिले पछि फिनिसिङ त्यति राम्रो हुन्छ। त्यो धेरै धागो छोडियो छेउमा भने राम्रो हुँदैन। यसरी यो गाँठोलाई छेउमा बनाउनु, यो पवित्र गाँठो, एक गाँठो तयार भयो अब हाम्रो है, एक पवित्र तयार भयो। यो पवित्रलाई आफ्नो जुन हातले घुमाउन अथवा जुन हात आफ्नो चल्छ त्यो अनुसारले हजुरहरूले बनाउन सक्नुहुन्छ। अब म यो देब्रे हातको यो चोरी औँलामा यसलाई बेर्दैछु। पहिला यो धागो अडिन्जेलसम्म बेर्दै भन्ने छैन, यो धागो अडिन्जेलसम्म यसरी यो एउटा औँलामा बेर्नु, यसरी बेर्नु। यो बेरिसकेपछि अनि बुढी औँला यहाँ चाहिँ यो धागोलाई यसरी जति सानो बनाउनु भयो त्यो अहिले छिराउनु सजिलो हुन्छ भने अहिले हामीले देब्रे औँलाखेरि दुईवटा औँलामा तिनवटा औँलामा मात्रै समेटेका छौँ पुरै धागो मिलाएर। अब यसलाई यसरी यो बुढी औँलामा यसरी राख्नु वा तपाईँले यसरी यसरी जताबाट घुमाउन नि सक्नुहुन्छ आफ्नो हात अनुसार। यो धागोलाई सुरुमा यति ल्याइसकेपछि यताबाट घुमाउनु, यहाँ गयो अनि फेरि यो औँलामा अथवा कान्छी औँलामा जुनलाई आफूलाई उपयुक्त हुन्छ यहाँ हाल्नु। यो एक स्टेप यो यति आइसक्यो, यहाँबाट छिराइयो, यो कान्छी औँलामा यसो हाल्यो अनि यहाँ र यहाँ दुईवटा यस्तो ग्याप जुन पर्छ यो बुढी औँलातिरको फेदको ग्याप, यो फेदको छ नि यहाँ, यो फेदबाट यता ल्याउनु यसलाई, यहाँबाट तलबाट छिराउनु यसलाई। अब यो यतिसम्मको बन्यो, यस्तो बन्छ, यहाँ हालिसकेपछि यस्तो बन्छ। अब यो बनिसकेपछि अब यहाँ यसरी घुँडामा लानु यो क्रमलाई। अब यहाँ लगाएपछि अब यो पहिला जसरी घुमायो अब त्यही क्रमले घुमाउनु पर्यो, अरू साङ्ली पर्नु भएन। यो घुँडामा चाहिँ अब लामो अनुसार तपाईँलाई यो यति यति बनाउनु हो कि यति बनाउनु हो कि यो लामो होइन, कति लामो चलाइछन् आफ्नो सामान्य औँलाले राखेर बनाउनु, पछि मिलिहाल्छ। अब फेरि त्यही क्रमले यो चोरी औँलाबाट यता आउँदैछ, यो आएछ। पहिला हामीले जसरी जसरी धागो गएको छ त्यही डोरामा घुमाउनु। यो यता आएको छ, यसरी आयो, यहाँबाट यसरी गयो, यहाँ यसरी आयो, यो कान्छी औँलामा घुम्यो, यहाँ यसरी आयो। यो पहिला जता घुमेको छ अब त्यतै घुमाउने, अन्त काहीँ नभए त्यो बाटो छोड्नु पऱ्यो, बाटो भुलियो भने फेरि गाँठो परिहाल्छ, अहिले सर्दैन फेरि। अब त्यही क्रमले फेरि यहाँ दोस्रो भइसक्यो, दुई डोरा यहाँ भइसक्यो हाम्रो। अब यो तेस्रो अन्तिम राउन्ड जाँदैछ यसको पनि। अब त्यही क्रमले यहाँबाट घुमाउँ, यसो गरौँ, यता बुढी औँला लग्यो, यता ल्यायो, यो पहिलाको जसरी घुमाएको छ त्यसै गरी यहाँ घुमाउने। अब यता ल्याउने, अब यता ल्याएपछि यो बल्ल 3 डोराको यो लगभग तयार भयो। अब अघि हामीले यहाँ एउटा छेउमा एउटा शिखा बनाइसकेको छ पवित्र। अब यसलाई पनि त्यस्तै मैले अघि भने जस्तै डबल घुमाएर शिखा बनाउने यसलाई, ल एक मात्रै होइन, डबल घुमायो भने पवित्र हुन्छ। यसको छेउमा डबल घुमाएर यस्तो पवित्र बनाइदिएको छु छेउमा। अब यो दुईटा पवित्र भयो, हामीले 5 शिखाको एउटा यो पवित्र तयार पार्दैछ भने यो दुईटा पवित्र भयो। अब अर्को पवित्र छ यहाँ बनाउनु पर्ने गलम गाँठो भन्छन् कहिले पहिला गाईको दाम्रो बनाउनेहरू बुढापाकाहरूले चाहिँ। यो गलम गाँठो भनेको कस्तो भने यो गाई तन्कियो भने पनि, कतै सरो भने पनि, चटपट गरेर धेरै अन्त जान खोज्यो भने पनि त्यो गाँठो चाहिँ उसको घाँटी कसिँदैन कहिल्यै पनि। त्यो गाँठो चाहिँ त्यस्तो पक्का गाँठो कतै पनि सर्दैन, त्यही भएर त्यो गलत गाँठो भने अरू गाँठाहरू तन्किँदा सर्न सक्छ। अब यसलाई चाहिँ यस्तो गरेर यहाँ यस्तो बनाउने, पहिला एउटा डोरो यस्तो ल्याउनु अनि अर्को यताबाट घुमाएर यसो लगाएर यसको मुनिबाट यहाँ यसरी छिराइदिनु। अनि यो पवित्र यसो गर्दाखेरि ठ्याक्क यहाँ दुईटा यता आउँछन्, यस्तो गरम गाँठो यहाँ पवित्री गाँठो यसरी बन्छ, पवित्र बन्छ यो एउटा। अब दुईटा छेउमा दुईटा पवित्र, यहाँ एउटा पवित्र, 3टा पवित्र तयार भयो है अहिलेसम्म हामीलाई। अब यो दुईटालाई नै फेरि अब यो दुईटालाई गरेर यहाँ एउटा विशेष पवित्र बन्छ, यहाँ अर्को पवित्र बन्छ यहाँनिर एउटा। यो दुईटैलाई एउटैमा बनाएर यसरी पवित्र बनाइदिनु। यहाँ पवित्र मैले सुरुमा भने एकचोटि होइन 2चोटि घुमाइसकेपछि त्यो पवित्र हुन्छ। अब यो लगभग कतिवटा भयो भने यहाँ 2टा भयो, यहाँ छेउछेउमा 2टा 4 पवित्र भयो। अब यो 4 पवित्र भयो, यो 4 पवित्रलाई यता हाल्नु। अब यो हातको अब यो हामीसँग एउटा डोरा त यस्तो लामो छ हेर्नु, अरू
ठिक्कको छ, यो लामो हो होइन। अब यसलाई चाहिँ यो तिनवटा यहाँ बनाएर यो हातको सबै छोडिदिनु, यो बुढी अम्लाको जहाँ हो त्यसलाई लिनु, यो बुढी अम्ला लिनु, अरूलाई यसरी छोडिदिनु। अब यसको काम अब यहाँबाट तपाईँले यसरी तान्दै जानु, यो चाहिँ सरेर आफू बराबर हुँदै आउँछ। यो अलि लामो एउटा लामो भएको छ, यो यसरी तान्दाखेरि यो तिनवटा बराबर लाइनमा आउँछ। यसरी लगभग हाम्रो लेभलमा आउन लागिसक्यो। यो सकेसम्म हातमा बराबर भयो भने यो घुमाइरहनु नि धेरै पर्दैन। यो लगभग हाम्रो त्यति लामो थियो, यसको पनि सुविधा रहेछ दाजु, मिल्न सक्ने यो राखेर। हुन्छ, त्यसमा नै हुन्छ। यसरी लगभग हाम्रो यो तिनवटा लगभग अघिको त्यो लामो मिल्न लागिसक्यो होइन। अझ अलिकति मिलेको छैन, यो मिलेन भने अब जति जेल मिल्दैन त्यतिसम्म चाहिँ यो तन्काएर घुमाइरहनु पर्यो। यहाँनिर यो घुमाउने बित्तिकै उसको लेभलमा आइहाल्छ त्यो। अब यसरी घुमाउनु भयो, यसरी लगभग बराबर भयो होइन तिनटै। अघि धेरै लामो थियो नि एउटा, अब लामो भएपछि यसलाई अघि यहाँ काठ ल्याइदिनु भएछ, त्यो काठ राखेर गर्दा नि भयो। नत्र भने यसलाई यसो गर्नु, यो जुन पवित्र पहिला परेको पवित्र छ यसलाई यहाँ ठ्याक्क हातले समाउनु र यस्तो गर्नु। अब यहाँ हजुरहरूसँग धेरै लामो छ, चुच्चो धेरै लामो छ भने यहाँ यसरी दोबारेर यिनीहरू यहाँ राखिदिन सक्नुहुन्छ। त्यो चुच्चो धेरै भयो भने नराम्रो पनि पछि देखिन्छ। अनि यहाँ एउटा पवित्र छ, हामीले चाँडा पवित्र त यहाँ बनाइसकेका छ। अब यो पवित्रलाई यसरी सार्दै सार्दै यस्तो हुन्छ। अब यो सार्दै सार्दै लगेर यो ठ्याक्कै यो गाँठोमा यो पवित्र मिलाउनु पर्यो। यसरी दुईतिर सार्दै सार्दै जाँदा यो गाँठो चाहिँ यो पवित्रमा गएर ठ्याक्कै यसरी बस्छ भने 5वटा भयो। अब बल्ल 3टा डोरा यो तयार भयो हाम्रो जनाइलो। अब शिखा भयो, यसको शिखा यहाँ भयो। यसरी 3टा डोरा जनाइ हामी तयार पार्यौँ। प्रवर अनुसारको अहिले चाहिँ हामीले यो पञ्चशिखावाला यो जनाइ चाहिँ लगभग तयार भयो। यसै गरी अब हामी अर्को तयार पारेर यसमा मिलाएपछि लगभग 1 जोर जनाइ तयार हुन्छ। लगभग शिखा बनाउने पनि प्राय जस्तो यही हो। अहिले प्रविधिको क्रमले चाहिँ अरूमा काठमा राखेर पनि बनाउने प्रविधिहरू आएका छन्। सकेसम्म चाहिँ हामीले हातमै बनाएको राम्रो। यो शिखा बनाउने काम त्यो फलामको किलाहरूमा राख्दा त्यसमा घोटिएर धागो चोडिनेहरू समस्या धेरै आउँछ। त्यसमा सकेसम्म हातमै बनाएको शिखा पवित्र चाहिँ राम्रो हुन्छ। लगभग हाम्रो एउटा जनाइ तयार भयो। अब यसमा हजुरहरूलाई केही संशय अथवा केही त्यस्तो छ भने हजुरहरूले सोध्न सक्नुहुन्छ। र आफूले दैनिकी जनाइ जुन लगाइन्छ, धारण गरिन्छ, त्यो चाहिँ सकेसम्म आफूले पनि बनाउने प्रयास गरौँ र आफ्ना भावी पुस्तालाई पनि यो संस्कार सिकाउँदै गइयो भने पछिसम्म यो ज्वलन्त भएर रहन्छ। अब अगाडिका काम हाम्रो सञ्जीले बताउनुहुनेछ। एक यो पवित्रमा पञ्चशिखा नै हो। त्यो अरू प्रभाव अनुसारको चाहिँ के कतिले के गर्छन् भने यसमा अब आफ्नो कति प्रभाव हो त्यति घुमाएर यहाँ अरू पवित्र बनाएर लाग्ने चलन छ होइन। तर शिखा चाहिँ 5 शिखावाला नै हुन्छ। टोपीमा पनि प्रभाव अनुसारको गाठो बनाउँछन्। यो जनाइमा पनि अब यति गरिसके पञ्चशिखामा चाहिँ कुनै डाउट छ, सबै यो पञ्चशिखावाला हुन्छ। अब अरू चाहिने प्रभाववालाले चाहिँ यसरी गरेर आफ्नो प्रभाव अनुसार अरू पवित्र बनाएर धारण गर्छन्। त्यो आफ्नो संस्कारमा हो। हाम्रो प्रामाणिक अनुसार मैले एकचोटि भेटाएको छैन के छ त्यो चाहिँ। लगभग हाम्रो एउटा जनाइ तयार भयो। श्री वेणुगोपाल भगवानको। अब हजुरहरूले मैले बताएकोमा केही अप्ठ्यारो अथवा नबुझेको छ भने सोध्न सक्नुहुनेछ र अबका कार्यक्रम हाम्रो उद्घोषणजीले अगाडि बढाउनुहुनेछ। जय श्री मन्नारायण। एक राउन्ड मार्नु दाहिने त तपाईँले जता घुमाउन सजिलो हुन्छ। राइट टर्न लेफ्ट टर्न यो यहाँ भन्ने यो केही गर्नुपर्ने यसलाई यसो यसलाई यहाँबाट ठ्याक्क एक राउन्ड यहीँबाट गर्नु, यहाँ समाउनु होइन। यसलाई यहाँबाट यहाँ आउँदा एक राउन्ड भयो। एक भयो। एक भयो। अब 96 जोडिनु। अब 1 भयो, 2 3 4 अब यसरी बेर्दै जानु 4 भयो। त्यहाँ आउँदा यसले 5 भयो। र बेर्दै तपाईँले दाहिने हात पर्छ है देब्रे हात पर्छ मजाले 7 8 9 10 एउटैतिर मात्रै गर्नु पर्यो। 12
13, 14, 15, 16, यो चाहिँ यति ल्याउनु पर्यो कहिले ल्याउँदा यसलाई सुल्टो बनाउनु पर्यो यस्तो हात सुल्टो बनाउने यो लाउनु यसरी त्यो आफै हुन्छ त्यो छोडिदिन्छ आफै हुन्छ कि यो केही गर्दैन यो घाउ बलियो छ कि यसलाई अब आफै जान्छ यो तपाईँको घुँडा राखेर आफै हुन्छ उहाँको एउटा भिडी हाल्ने गरेर भने यो घुँडा राख्नु आफै बनाउनु कुरा बुझ्नु त्यता घुमाउँदै जाने उता खुल्दै जान्छ सिकाएको थियो कि थिएन हातसँग मिल्यो त पुरो हजुर यसो हात नाम्दाखेरि ठिकै छ कोरलाई यतै एकतिर पुसौँ त्यतातिर मात्र कार्डबोर्ड चाहिँ नलायो मैले कार्डबोर्ड ल्याएर पैँचीले काट्दा के हुन्छ केले पुस्नु दर्नु यो हातसँग मिल्छ हजुर हातसँग मिलाएको यो अब अहिले स्याम्पल हातसँग मिलाएको जस्तो स्याम्पल नापेर लिएर आएको है अलिअलि तलमाथि पर्छ केही हुँदैन तर यति लामो पनि चाहिँदैन हामीलाई यतिको भए हुन्छ क्या अब अहिले स्याम्पल दुईवटा होला है आज यहाँ बनाएको लाउने सिकाउनु पऱ्यो नि त्यहाँ गाँठो पऱ्यो यसको दुईवटा आज बनाएको नै पनि गडबड भयो भने के गर्छ ल यहाँसम्म आयो आयो अब यसलाई यो छोडिदिनु अब फेरि अब यो दुईवटा भयो बल्ल दुईवटा भयो अब यो फेरि अर्को यो छोडिदिनु अब यहाँबाट अब यसमा सुरु गर्नु पऱ्यो त्यसमा अब हातैमा बेरे हुन्छ हातैमा झिकेर राख्न सक्छ हातैमा बेर्नु झिकेर राख्नु सुरुमा नाप्न एउटा यो हो त्यसपछि हातैमा एकचोटिलाई नाप भयो भने अब यो कुस्क्यो भने चाहिँ तपाईँको अडिन्छ यो चाहिँ याद गाँठो परेछ यसलाई रोल गर्नु पऱ्यो सिकाउनु पऱ्यो नि रोल गर्नु गर्दै जानु न अब यसलाई चाहिँ के गर्नै पर्छ पैका आफै बेर्नु मलाई सिकाइदिनु एकदम नन स्टप बेर्नु
श्रीगन्धा जनै बनाउन आउँछ त नै सिका बनाउन जनै बनाउन सिकेर जाने है यो बत्ती कहाँबाट बल्छ टोटावाला सजिलो हुन्छ क्या उता गएर बाला त यो बत्ती बल्छ होला उता गएर बाला त यो चाहिँ अब घरा अनि गर्दै बन्द गर्दै गरे अनि गर्दै बन्द गर्दै गरे अर्को त्यो पनि बाला अर्को पनि बाला यो पनि बाला यो पनि बाला यो पनि बाला यो अब त्यो बाल्यो यो पनि बाला ठुलो भाइ पुग्छ कि भन्ने लागेको मलाई के गर्दैन बेर्नु यो आफै यो गरेर जान्छ उताको बन्द गर्दै कान्छ त्यो बन्द गर्दै यो चाहिँ बल्ले त्यस्तो पारामा चाहिँ अब युवराज स्वामीलाई हाम्रो युवराज स्वामीलाई यहाँ अहिले भनेको सिक्ने हो सिक्ने हो सिकेर जानु पर्यो केही महिला कार्यक्रम भयो भने पनि त्यतिखेर सबैलाई अनिवार्य उपस्थित गराउनु है आज जनै सिकाउने बेलामा धरि सबैलाई उपस्थित पछिलाई तपाईँलाई झिक्न सजिलो यहाँनिर बियर दिनु पर्यो त्यसरी बियर दिनु एक बेर दिनु यस्तो बेर चाहिँ अब भोलि तपाईँलाई झिक्दाखेरि पनि केही फरक परेन कि यहाँ हो यहाँ ठ्याक्क हाल सिधै अनि यहाँबाट यसरी घुमाइदिनु यो एउटा तयार भइहाल्यो अब यस्तै यस्तै दुई अब एउटा बनाउनु भने एक जोडी जनाइ एक जोडलाई यो भयो अहिलेसम्म के गरे एकचोटि खर्र भनिदिनु त हजुरले यसलाई हाम्रो यो 4 अम्बल बराबर नापेर यो 4 अम्बल बराबर नापियो अन्दाजी यो त्यसलाई यो ठिक्क 4 अम्बल भन्नुभन्दा अम्बल ठुला खाना हाम्रो घरमा चाहिँ नि धागो 4 इन्ची बाट्ने ठिक्क बाट्ने अनि यसलाई यहाँ सिका बनाउने हरे श्रीमन्नारायण आजको यस जनाई बनाउने प्रशिक्षण कार्यक्रममा उपस्थित हुनुभएका पूजनीय एवं परम वन्दनीय आचार्य स्वामीजीहरूमा साष्टाङ्ग प्रणाम निवेदन गर्दछु। श्री वैष्णव परिषद नेपालका महासचिव श्री उपेन्द्र दाहालज्यू, यस कार्यक्रमका प्रमुख प्रशिक्षक श्री श्रीनिवास अधिकारीज्यू, यस मन्दिरका अध्यक्ष श्री मुकुन्द अधिकारीज्यू, श्री वैष्णव परिषद, श्री वैष्णव महिला परिषद, श्री वैष्णव युवा परिषदका उपस्थित पदाधिकारीज्यूहरू, आयोजक परिवार, प्रशिक्षकज्यूहरू तथा आजको यस पवित्र कार्यक्रममा उत्साहपूर्वक सहभागी हुनुभएका सम्पूर्ण भक्तभागवतहरूमा मेरो हार्दिक नमस्कार। आज हामीले एउटा महत्त्वपूर्ण र अर्थपूर्ण कार्यक्रम सम्पन्न गरेका छौँ। यो केवल जनै बनाउने प्रशिक्षण कार्यक्रम मात्र थिएन, आफ्नो धर्म, संस्कार, संस्कृति, परम्परालाई बुझ्ने, सिक्ने र व्यवहारमा उतार्ने एउटा सुन्दर प्रयास पनि थियो। आज हामीले एउटा कुरा अवश्य सम्झौँ, परम्परा केवल अघिल्लो पुस्ताले दिएको सम्पत्ति होइन, आगामी पुस्तालाई हामीले सुरक्षित रूपमा हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी पनि हो। हामीले आफ्ना धर्म, संस्कार र परम्परालाई ज्ञान, विवेक र श्रद्धाका साथ बुझ्दै, आफै अभ्यास गर्दै र नयाँ पुस्तालाई सिकाउँदै जान सकौँ। आजको यो सानो प्रयासले हाम्रो सनातन संस्कार र सांस्कृतिक परम्परालाई अझ जीवन्त र सुदृढ बनाउन
सहयोग पुगोस् यही शुभकामना व्यक्त गर्दछु। यस कार्यक्रमलाई सफल बनाउन ज्ञान, समय र श्रम प्रदान गर्नुहुने गुरुजन, प्रशिक्षक, आयोजक, सहयोगी तथा सम्पूर्ण सहभागी महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछु। भगवान श्री गोदा वेणुगोपालको कृपा हामी सबैमा रहोस्। यसै शुभकामनाका साथ आजको जनै पूर्णिमा विशेष जनै बनाउने प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै यो सभा यही विसर्जन गर्दछु। यहाँहरूको उपस्थितिका लागि हार्दिक धन्यवाद। जय श्रीमन्नारायण।